हेलो गाइज, आज हामी फेरि कुरा गर्ने आएको छु नेपाल क्रिकेटको बारेमा, जो चाहिँ गएको छ अहिले वेस्ट इन्डिज टिमसँग खेल्नलाई। र वेस्ट इन्डिज टिमले धेरै मान्छेले भन्छ कि एकदमै टिम बी टिम सी खेलायो भनेर, होइन। म एउटा कुरो यो भन्न चाहन्छु, वेस्ट इन्डिज टिमले बी खेलाओस् कि सी खेलाओस् कि डी खेलाओस् कि ई खेलाओस् कि होइन, एफ जी जेसुकै खेलाओस्, फाइदा हुनु भने नेपाल टिमलाई, तर जित्नु त पऱ्यो नि, गेम जित्नु पऱ्यो कि। किनभने यो पालि वेस्ट इन्डिज ए भनेर आएको छैन कि, एज अ वेस्ट इन्डिज नेसनल टिम भनेर आएको छ। जोसुकै खेलाओस्, हामीले उनीहरूलाई जित्नु पऱ्यो। त्यो जित्न साथै टेस्ट नेसन विन हुन्छ। अहिलेसम्म हामीले होइन 13वटा टेस्ट नेसन खेलाएको छ, एउटा पनि गेम जितेको छैन। यही पालि मौका हो नि त, यही पालि जित्ने हो नि त। तपाईँहरूको कस्तो भावना त भएको क्या, म त्यो कुरै बुझ्दिनँ कि। हामीलाई त यो अपर्च्युनिटी हो, उनीहरूले जति सक्दो खराब प्लेयर पठाउँछ नि, त्यो हाम्रो लागि बेस्ट हो। किनभने हामीलाई टेस्ट विन हुनसक्छ अब हामीले हरायो भने। तर अब यो भन्दैमा होइन, उनीहरू विक टिम होइन। किनभने जुन वेस्ट इन्डिजको मेन टिम थियो नि, लास्टको 11 म्याचमा होइन 10 म्याच हारेको छ। त्यही भएर उनीहरूले पनि नयाँ प्लेयरहरूलाई ल्याएको छ। र जुन जुन प्लेयर अहिले टिममा आएको छ नि, सायद तपाईँहरूले नाम नसुने होला। यदि तपाईँहरू सिपिएल क्यारिबियन प्रिमियर लिग हेर्नुहुन्छ भने स्पष्ट रूपमा उनीहरूको बेस्ट प्लेयरै उनीहरूलाई चुनेर ल्याएको छ क्या। त्यही भएर सिपिएलको ग्रेटेस्ट प्लेयर यहाँ हाम्रो अगेन्स्टमा ल्याएको छ। त्यही भएर यो भन्न मिल्दैन कि विक टिम हो, यो टिम हो, ए बाबा यसलाई हराएर देखाउनु पऱ्यो नि त। हामीलाई त मतलबै छैन। वी निड टु बेट द टेस्ट नेसन, त्यही हो हाम्रो मेन प्रायोरिटी भनेको। यदि वेस्ट इन्डिजलाई हराउँछ, 1-0 हरा, 2-0 हरा, जेसुकै हरा होइन, हामीले जित्नु पऱ्यो कि। कसरी जित्ने अब आफ्नो ठाउँमा छ। अब जित्नलाई नै म भन्छु कि स्पिन एट्याक बढी हुन्छ कि। त्यही भएर म भन्छु ललितलाई खेलाउनुपर्छ, सन्दीपलाई खेलाउनुपर्छ। ऊ अब बोर्टेल, रोहित आफै बस्ने बलिङ गर्छ होइन, तर रोहितको बलिङभन्दा अगाडि ऐरीले गर्छ। त्यही भएर वर स्ट्रङ टिम आँतेन हुन, अरूले स्ट्रङ टिम नपठाएको त के मतलब। ए टिम नाम जोडायो नि त, इट्स अ नेसनल टिम, सो वी सुड विन।